दर्शकबिन फागुन 23 गते महिला दिवस थियो। महिला दिवसकै दिनमा एकदमै डरलाग्दो घटना घटेको छ। 16 वर्षकी नाबालिकाको बलात्कारपछि हत्या भन्ने समाचारले यति बेला देशभरि तरङ्ग पैदा गरेको छ। पत्ता लागेको छैन। माया बिक, सम्झना बिक जस्ता थुप्रै हाम्रा कलिला मुनाहरूलाई चाहिँ कलिलै उमेरमा चाहिँ निमुटेर फालेको अवस्था छ। हेर्नु, अहिलेसम्म पनि हत्यारा पत्ता लागेको छैन। यो केसमा चाहिँ के छ भने हामी एकदमै लक्की छौँ, किनभने हामीले अन द स्पोट नै हामीले जो घटनामा संलग्न व्यक्तिहरू थिए तिनीहरूलाई चाहिँ हामीले समातेर ल्याछौँ। अहिले अनुसन्धानको प्रक्रिया अगाडि बढिरहेछ। अब हामी यसमा के कुरामा चाहिँ आशावादी छौँ भने भोलिका दिनहरूमा चाहिँ भोलि आउने रिजल्टले चाहिँ हामी यो न्याय चाहिँ नमरोस्, पीडितले न्याय पाओस्, अपराधी उम्किन नपाओस्, होइन, अपराधीले बलात्कारीले चाहिँ सजाय पाओस् र निर्दोष चाहिँ नफसोस् भन्ने छ। र अब यो अहिले हामीलाई नर्मल्ली लागिरह होला, होइन, किनभने यो हाम्रो घरमा घटा छैन नि त। जब कसैको छोरीको बलात्कार हुन्छ, बलात्कारपछि हत्या हुन्छ, त्यो घरमा के बित्छ, होइन। अहिले पो हामीलाई के लागेको छैन। हामी त नर्मल सोचिरहेछौँ। हामीले सामाजिक सञ्जालमा हेर्छौँ, फलानु ठाउँमा फलानु मान्छे मर्यो रे, फलानु केटीको लास चाहिँ सुर्केसमा भेट्यो रे, फलानु केटीको लास चाहिँ खोलाको छेउमा भेट्यो रे, फलानु केटीको लास चाहिँ जङ्गलमा भेट्यो रे भन्ने सुनिरहेछौँ। त्यही घटना आफ्नो घरमा परेपछि के हुन्छ? किन नबोल्ने? यो केस त अब चाहिँ यस्ता खालका गतिविधिहरूलाई चाहिँ हुन्छ नि पूर्ण रूपमा बन्द गर्नका लागि चाहिँ हामीले नेपाल सरकार अब त परिवर्तनको लहर चलाएको छ नि त, होइन। हामी सबैजनाको मनमा एउटा हुन्छ नि परिवर्तनको आशा पलाइरहेछ। यो समयमा चाहिँ अब नयाँ बन्ने सरकारले पनि के गर्न पर्यो भने त्यही किसिमको कानुन बनाउन पर्यो, होइन। कुनै राजनीतिक हस्तक्षेप भएर कुनै हुन्छ नि पैसा र पावरको भरमा चाहिँ यस्ता खालका घटनाहरूलाई चाहिँ यस्ता खालका घटनाहरूलाई चाहिँ नबिकाओस्, होइन। यस्ता खालका घटनाहरू चाहिँ ढाकछोप नहोस्। पीडितले न्याय पाउनु पर्यो। यस्ता खालका गतिविधिहरू, यस्ता खालका बलात्कारका गतिविधिहरू, त्यस पछाडि हत्याका घटनाहरू, यस्ता खालका घटनाहरू नेपालमा चाहिँ सुन्न नपरोस्। हामीले चाहेकै यति हो। हस्, समयको लागि धन्यवाद। अनि अब तपाईँहरू चाहिँ अहिलेसम्म पनि घटना 23 गते घट्यो, आजको दिन भयो 6 दिन भयो। घटना घटेको 6 दिन भयो, अहिलेसम्म सब बुझ्नु भएको छैन। सब नबुझ्नेमै हुनुहुन्छ कि अथवा के छ? अझै पीडा दिने, घटनालाई अनन्तै मोड्ने खालका किसिमका यो स्टोरीहरू, कथाहरू बनाएर अहिले छ्यापछ्याप्ती आइरहेछ कि यो भयो भने के हुन्छ भने पीडितलाई अझ पीडामा पार्ने हुन्छ कि। किनभने अहिले त पीडितको घाउमा हामी सबैजना मिलेर चाहिँ मलम लगाउने काम हो, होइन। अनि नुन चुक छर्किने काम भइरहेछ कि अहिले। त्यो चाहिँ कृपया प्लिज कसैले पनि नगरिदिनु होला। यदि सत्य तथ्य तपाईँहरूलाई के जान्न मन छ, होइन, त्यो जान्न मन छ भने कृपया तपाईँहरू सबैजना पीडितको हुन्छ नि पीडित परिवारसँग कन्ट्याक्ट गरेर उहाँ के भइरहेछ भन्ने कुराहरू बुझ्न सक्नुहुन्छ। रहेको छ। हामी छोरी भएर बाँच्नै गाह्रो छ। अहिले यो बोल्दै गर्दाखेरि पनि मलाई काहीँ न कतै मेरो हातखुट्टा कापिरहेछ कि भोलि म काहीँ केही हुन्छु कि भन्ने डर छ क्या। मेरो परिवारलाईसम्म पनि डर छ। यहाँ आइराख्दाखेरि हरेक परिवारको जति पनि छोरी मान्छेहरू यहाँ आइराख्नु भएको छ नि, उहाँहरूको परिवारलाई सबैलाई पीडा नै यही छ कि तिमीहरूलाई पनि भोलि केही हुन्छ कि भन्ने छ क्या। ऊ नानीको साथीहरूले केही बयान दिन, केही बोल्दिनै डराइराखेको छ क्या, कलेजको साथीहरूसम्म पनि। किनभने कि यो विषयमा बोल्नु भनेको सबैले चाहिँ आँटै गरेको छैन नि त। भोलि केही आफू स्वयंलाई नै केही भइदिन्छ कि भन्ने कुरा छ नि त। कानुनी रूपले चाहिँ प्रक्रिया भएको आज 4 दिन भइसक्यो, होइन। नानीको मृत्यु भएको 6 दिन भयो। अब निष्पक्ष रूपले छानबिन हुन पक्कै पनि 21 दिन लाग्छ। किनभने कि 18-20 वर्षभन्दा मुनिको हुनुहुन्छ सबैजना, होइन। अन्डर एजको भएको भएर चाहिँ यो कानुनी प्रक्रिया अझै 19-20 दिनसम्म चाहिँ जाने प्रक्रिया छ। म्याक्सिमम पनि आज 3 देखि 4 दिन भइसक्यो। त्यसर्थ चाहिँ हामी निष्पक्ष रूपले चाहिँ कानुनले हामीलाई न्याय दिन्छ भन्ने पक्षमा चाहिँ हामी छौँ। अनि नानीको चाहिँ अब प्रत्यक्षदर्शीहरू धेरैजना हुनुहुन्छ, कतिले भन्नुभएको छ गुप्त अङ्गमा यहाँ चाहिँ कस्तो भइरहेको छ भने अझै निष्पक्ष रूपले चाहिँ सबै अहिले सुन्ताजीले भन्नुभयो नि त, सबै रिपोर्टहरू आएको छैन। कतिपय रिपोर्टहरू आउन बाँकी छ। त्यसर्थ चाहिँ बाहिर झुटा कुराहरू चाहिँ नफैलाइदिनु हुन पनि म हार्दिक अनुरोध गर्दछु। सबै मिडियाबाजीहरू सबै एकअर्का गरिराख्नु भएको छ नि त। एउटाले सुनिरहेछ, अर्कोले बोलिरहेछ, अर्कोले सुनिरहेछ। यहाँ आएको भनेको चाहिँ नानीको अहिले पोस्टमार्टम रिपोर्ट मात्रै हो। त्यो पनि डक्टरको भाषाले भनियो भने चाहिँ
उहाँको गुप्त अङ्गबाट धेरै ब्लड बगेको रूपले कारणले चाहिँ नानीको मृत्यु भएको छ भन्ने भएको छ। उहाँहरूले पुष्टि गर्ने होइन कि उहाँ त त्यहाँ प्रत्यक्षदर्शी होइन, डक्टरहरू जहाँ कि बलात्कार भएर मर्यो यो गर्यो भन्ने होइन। उहाँको पुलिसको छानबिन टोली छ, उहाँहरूले प्रत्यक्षदर्शीहरू जति पनि हुनुहुन्छ उहाँहरूको आधारमा स्वयं उहाँहरूले हेरेका आधारमा यो सबै कुराहरू संलग्न हुँदैछ, सङ्कलन हुँदैछ। त्यसर्थ चाहिँ कसैले पनि गलत भ्रामक कुराहरू चाहिँ नफैलाइदिनु हुन म अनुरोध गर्दछु।